उडेर जाने पन्छीलाई रोक्ने कसको सामर्थ्य हुन्छ र? आकाशको कानुन कुनै वचनले तोडिँदैन र माया कहिल्यै जन्जिरले बाँधिँदैन। रोक्न सक्ने हो भने सिकारीको तीर चाहिन्छ, तर मेरो हातमा त केवल प्रार्थना थियो र मनमा केवल विश्वास। म त त्यो सिकारी होइन जो प्रेमका पखेटा काट्छ। म त्यो मान्छे हुँ जो पन्छीको उडानमा पनि सौन्दर्य देख्छ र भन्छ, उड जहाँ तिम्रो मनले शान्ति पाओस्। तर के तिमीले थाहा पायौ, त्यो उडानसँगै म पनि थोपा थोपा टुट्दै गएको थिएँ। त्यो आकाशमा तिमी उड्दै थियौ र म पृथ्वीमा रहरहरू काट्दै थिएँ। मलाई त तिम्रो उपस्थितिको तिर्खा थियो, तर तिमीले त तिरस्कारको वर्षा झार्यौ। मलाई तिम्रो नराम्रै कल्पना आउँदैन, किनभने मेरो माया त तिम्रो उज्यालोमा मात्र श्वास लिन्छ। अहिले पनि जब साँझ आकाश र रातसँग मिसिन्छ, म माथि हेर्छु र लाग्छ त्यो तिमी नै हो, जुन बादलभित्र हराएर पनि मेरो नाम जस्तै कुनै कुहिरोमा टाँसिएकी छौ। म अझै यही छु, त्यो ओसिलो घाम र ती स्वस्थ हावाका बीच जहाँ तिमीले पहिलो पटक मेरो मौनतालाई छोएको थियौ। अब तिमी छैनौ, तर तिम्रो उडानको प्रतिध्वनि अझै बाँकी छ। म सुँग्छु त्यो हावा जसमा अझै तिम्रो गन्ध बाँचिरहेको छ। म त केवल पर्खाइको मूर्ति हुँ जो बुझिसकेको छ, माया कहिल्यै रोकिँदैन। माया त उडानको अर्को नाम हो।